दिस इज माई सेकेन्ड ब्लग। सो आज हामी जाँदैछौँ रकवे बिच। रुमबाट म तयार हुँदैछु क्या। सो रुमबाट निस्किँदैछु। घन्टाको बस यात्रापछि हामी यहाँ रकवे बिचमा पुगिसकेका छौँ। सिन यस्तो छ। नॉर्थ अटलांटिक साउथ अटलांटिक। ओके 5 राष्ट्रै राम्रो छ। जुत्ता लगाएर आएछ हामी, त्यही भएर भित्र चाहिँ जाँदैन हामी। मस्तले हावा लागिरहेको छ यहाँ पुरा। आज सन्डे भएर हो, मान्छेहरू पनि तन्न छन्। पुरै प्याक छ सबै ठाउँमा। रमाइलो छ। समुद्र हेर्नु सबै खेलिरहेछन्। रमाइलो छ। सबै सँग उडाइरहेछ। सबै आफ्नो आफ्नोमा रमाइलो भइरहेछ। हामीले पछि आउँछौँ फेरि समुद्रमा रमाइलो गर्न। आज चाहिँ जस्ट घुमघाम। अब हामी ठ्याक्क रक बिचको रकमा आइसक्यौँ। यहाँ चिप्लो चिप्लो रहेछ यहाँ। रमाइलो छ। पुरा फिस स्मेल भरि आइरहेको छ यता। रमाइलो। यो चाहिँ मेरो अगाडिको साथी हो। रमाइलो चाहिँ लाग्छ। रमाइलो छ यता। जब आप बीच में जाते हो ना, तो हम के टाइम नहीं होता है, क्योंकि स्थान आपको किससे हावा लाग्छ लागिरहेछ पुरै। पानी चाहिँ पुरै उयो खतरा आइरहेको छ। अगाडि मान्छेहरू त सर्फिङ गरेको मान्छेहरू। चाहिँ मजाले दिस इज माई फ्रेन्ड। हेलो। What time is it now? Time? 7:05। अहिले ठ्याक्क 7 बजिसक्यो। 7 बजिसक्यो। सूर्य अस्ताउँछ 8 बजे होला। 8 बजे समथिङमा अस्ताउँछ होला। रमाइलो छ यता। भाइ चाहिँ के भन्दाखेरि यस्तोमा चाहिँ समुद्रमा चाहिँ एटलिस्ट खेल्ने भन्दा आयो भने चाहिँ रमाइलो हुन्छ। घुम्ने भन्दा पनि। आपको कर दिया समुद्र से। यो चाहिँ अपार्टमेन्टहरू।
जाँदैछ बिस्तारै। अब यहाँबाट सिधा हामी पनि डाइरेक्ट एउटा बस लिन्छौँ। बसबाट सिधा हाम्रो घर नजिकै ठ्याक्क स्टेसन छ, त्यहीँ रोकिन्छ। त्यहाँबाट सिधा रुम। अब बिच घुमेर भ्यायो। अब हामी घर लाग्दैछौँ। बस स्टेसन जानु छ। बस स्टेसन गएर करिब 1 घन्टा बसको यात्रा। त्यसपछि रुम। रमाइलो भयो आजको दिन। भिडियोलाई हामी यहीँ अन्त्य गर्छौँ। भिडियोलाई लाइक, सेयर एन्ड सब्सक्राइब सपोर्ट गरिदिनु होला।